हल्लाइदिनु पर्ने थियो नि त अहिलेसम्म मैले बुझ्न सकेँ यो छोरा मान्छेको हितको लागि बोल्दाखेरि आज योसम्म भोग्नु पर्यो मैले त आज बलात्कारलाई बलात्कारी होइन भन्दाखेरि अहिले हामीले कति जेल हाल्यो हाम्रो कफी लिएर कफी सुट्ने उसले के भने शर्मिला दिदीलाई के हो यो यसको नाम के हो रे यो के हो यो यसको नाम यो दाइको नाम यो मैले चिन्दैन बोल्ने तरिका उहाँले त्यस्तो नराम्रो त किन होइन जनता जान मेरो व्यक्तिगत कुरा सोध्ने अधिकार उसलाई छ ऊ कलाकार भएर उसले त्यो सोध्यो तपाईँले सोध्नु न म भन्छु के भन्नु क्वेसन के थियो जनता चाहन्छ तपाईँले ऋषि ढकाललाई किन फसाउँछ त्यो सोध्ने हो भनेको ऊ पत्रकार हो उहाँले मजाक गर्ने मिडियामा हो मिडिया यो के हो एलिजालाई गएर त्यहाँ गएर दिनुहोस् यसलाई मुद्दाहरू पनि उचाल्नुहोस् कि तपाईँहरू मिडियाको कामै त्यही त हो जानुहोस् तपाईँहरू गएर भन्नु मलाई लिनुभन्दा अगाडि मेरो त धेरै अन्तर्प्रति यही अहिले हो 1 वर्ष अगाडि सपोर्ट गरेँ मैले 2 हप्ता त म जेल बस्यो 2 हप्ता त मैले जेल परिसक्यो उसको लागि म 2 हप्ता जेल पर्यो हेर्नुहुन्छ पुरो हो मसनी मान्छेले फोटो खिच्छ मैले नराम्रो भन्ने नराम्रो गर्ने त्यतिकै रहेन छ कि यो कलाकारहरू त्यतिकै लगेर थुन्ने त त्यतिकै होइन छ कि स्वागतको लागि आउनु भएको छ कुराहरू निकालेर चाहिँ अहिले मलाई नराम्रो गर्ने अहिले 11-12 वर्ष भइसक्यो हाम्रो सम्बन्धको कुराहरू के धेरैलाई थाहा छ यहाँ भित्रभित्र धेरै मिडियालाई पलकै गाउँ रामपुरबाट अहिले तनहुमा आउनु भएको छ कारागार अघिल्तिर अहिले तपाईँहरूलाई भेटेँ मैले पलको स्वागतका लागि आउनु भएको कस्तो अनुभूति हुँदो रहेछ खुसी मनाइदिन्छ हजुर बाइक लिएर आम गाडी लिएर आम कतिजना आउनु भएको छ नाङदेखि 60-70 जना आमला हजुर कहाँ आइपुग्नु भएको छ आउँदै हुन्छ बङ्गालीहरू त्यसै हिरो हुन्छन् हेर्नु उहाँहरू पनि कस्तो हिरो जस्तो देखिनुहुन्छ म पनि हिरो एकदमै उहाँहरू उत्साहका साथ दाङदेखि 50-60 वटा मोटरसाइकल लिएर आज पल्सा छुट्नुहुन्छ भनेर आइसक्नु कतिखेर हिँड्नु भएको हिजो हामी हिजो राति 9 बजे हिँडेको 9 बजे हजुर हुन त हामी 1 बजे अब धेरै इन्टरभ्यु बोलेको छ मेरो बाल्यकालको साथी भएर उले भरत अधिकारी भनेर बोलेर आउँछ हजुरलाई भेट्न आउने अब इन्द्रेणीमा तपाईले 1 वर्ष कसरी बिताउनु भयो भन्नुस् त धेरै गाह्रो भयो हजुरलाई म हजुरलाई नमस्कार हजुर नमस्कार दाङदेखि आएको छ सँगै आएको मेरो विष्णु पौडेल हो रामपुर 1 हो हजुर घर हजुर म इन्द्रेणीमा हजुरलाई भेट्न आउने भनेर प्रोग्राम गर्दैछु हजुर हाम्रो एकजना माइजू हुनुहुन्छ उहाँले हजुरलाई सहयोग गर्ने रे अब समय मिलेपछि 10-15 दिन भित्रमा म आउँछु आज कस्तो लागेको छ पल एकदम खुसी गाडी लिएर दाङदेखि हजुर हामी सँगै अनि पलको आमा आउनु भएको थियो कि नि कलको मम्मी बहिनी चाहिँ यहाँ आउनु भएको बहिनी चाहिँ कल गर्नु भएको थियो मम्मी चाहिँ उही काठमाडौँ हुनुहुन्छ होला है दशमिन हेर्नुहोस् त दाङबाट एकदम दाङका सबै मान्छे हिरो हुनुहुँदो रहेछ ए उहाँको कलको बढी गाह्रो उहाँ दाङको चाहिँ ए दाङको बढी गाह्रो तपाईँ हो हेर्नुहोस् त दशमिन पल्सा दाङमा लमैमा छिरिसकेपछि दाइ सुरुमै त्यहाँनिर जब पल्सा दाङमा छिर्नुहुन्थ्यो तपाईँ चट्ट बढी गाह्रो अनि आज कस्तो लागेको छ एकदम खुसी लागेको छ ऊ साथी पनि हो भाइ पनि हो हाम्रो गाउँठाउँको साथ पनि हो राजा पनि हो रातभरि नसुतेर उसको लागि भनेर आछौँ हामी पललाई फसाउनेहरूलाई दाङ छिर्न नदिने भनेर उहाँहरूले अपील गर्नुभएको छ अब पललाई फसाउनेलाई दाङमा कहिल्यै छिर्नु त्यो लिस्टेड बनाउनु भएको छ कसले फसायो भनेर पुरै बहिष्कार छ त्यो त दाङमा जुन पललाई फसायो हजुर त्यो दाङमा इन्ट्री हुन्न हजुर
दर्शक पनि हेर्नुहोस् त नो इन्ट्री बोर्ड छ है दाङमा नो बोर्डै नो इन्ट्री बोर्ड हो ल नयाँ कुरा आएको छ पल्ला फसाउने व्यक्ति दर्शक पनि दाङमा नो इन्ट्री बोर्ड लाग्यो हामीले मान्छे चिनिसक्यो कसले फसायो भनेर तर त्यसलाई इन्ट्री छैन दाङमा आउनलाई अहिले यहाँ नाम चाहिँ मेलाहरूमा हामीले बोलाउँदैनौँ उहाँले नै सञ्चालन गर्ने फेरि महोत्सव उहाँले नै सञ्चालक गर्नुहुन्छ आयोजकले नै हामीले भनिसकेको छ कि इन्ट्री नगरा भनेर उसो भए पललाई जसले दुःख दिनु खोज्यो बुझी चप्पल लाएर हिँडेर हामीलाई दोस्रो माया है आई लभ यु है आई लभ यु यो मेरो बच्चादेखिको साथी हो फेरि है नर्सरीदेखि पढेको क्लास फर्स्ट हान्थ्यो फेरि लास्ट जहिले लास्ट फेल हुन्थ्यो फेरि